ओ साथी, के छ यार? के छ खबर? ए साथी, तिमी पो ठिकै छ यार। ए साथी, अनि के गर्दैछ त यार बसेर यत्तिकै? के गर्नु छ यार साथी, त्यही त अनि मोबाइल चलाउँदै बस्ने, काम साम छैन, कम्पनी चल्दैन। अनि साथी, म छुट्टीमा घर जान लाग्यो यार, के सामान छ भने भन, म लगिदिइहाल्छु। ए हो र साथी, सामान पठाउनु त मन थियो नि यार, पैसै छैन, बुढी आमालाई मोबाइल छैन, तँलाई हेर्ने भिडियो कल गर्ने भन्नुहुन्छ, मोबाइल पठाइदिनु मन थियो, यतिखेर ठ्याक्कै स्यालेरी पनि आएको छैन। खै साथी, मसँग त पैसा छैन, केही पठाउँदैन यार। होइन साथी, तिमी आएको त निकै धेरै वर्ष भयो यार, घर पनि गएको छैनौ, पैसा पनि छैन भन्छौ, के गर्छौ यार पैसा? कतै केटीको चक्करमा त लागेको छैनौ? त्यस्तो होइन यार साथी, घर जाने मन त धेरै छ। आमाले पनि पहिला घर आउँछस् भने सोधिराख्नुहुन्छ, तर के गर्नु, घरमा ऋण धेरै छ। अनि अहिलेसम्म नि ऋण तिरेको छैन साथी? नै सकेको छैन नि यार साथी तिरेर। तिमीलाई त थाहा नै छ नि मेरो कम्पनी चल्दैन भने, अनि आएको ऋण पनि तिर्न सकेको छैन। घरमा आमा पनि बिरामी भइराख्नुहुन्छ, औषधि पनि गर्नै पर्यो, अनि कसरी जाने त घर यार? हुन त हो यार, तिम्रो कम्पनीमा चले पनि धेरै भयो, अनि तिमीलाई घर जान मन लाग्दैन त साथी? लाग्न लाग्छ नि यार साथी, तर के गर्नु, म घर गयो भने ऋण कसले तिरिदिन्छ? घरमा बुढो आमा बुढो बुवा हुनुहुन्छ, मेरो आशा अनि मेरो भरोसामा बस्नु भएको छ। साथी, निकै गाह्रो रहेछ यार तिमीलाई। अहिले मसँग नि पैसा छैन, त्यही पनि म तिम्रो घरतिर गयो भने आफूले सकेसम्म केही सामान किनेर दिन्छु नि है साथी। टेन्सन नमान, दुःख नमान, यस्तै हो परदेश भनेको। बरु नेपालबाट के ल्याइदिनु भनेर म ल्याइदिइहाल्छु। सबैलाई नमस्ते, मेरो भिडियो अन्तिमसम्म हेरिदिनु भएको छ भने हजुरहरूलाई धन्यवाद। अनि अन्तिमसम्म आउनु भएको छ भने यो कुरा सुनेर जानु होला। हाम्रो नेपालीहरू धेरै दाजुभाइ हुनुहुन्छ, आफ्नो घर जाने रहर हुँदा पनि ऋणको कारणले गर्दा विदेशमा बसिराख्नु भएको छ। उहाँको लागि विशेष यो भिडियो बनाएको हो। तपाईँहरूको लागि कस्तो छ, के छ, राम्रो प्रतिक्रिया दिनु होला, कमेन्ट गरिदिनु होला। अनि टिकटकमा फलो, फेसबुकमा फलो, र अनि युट्युबमा गएर सब्सक्राइब गरिदिनु होला। युट्युबमा मेरो लङ भिडियोहरू आउँछ, घुमेको भिडियो छ, मैले यस्तो भिडियो त हालेको छैन। त्यही पनि तपाईँहरूले सब्सक्राइब गरिदिनु भयो, कमेन्टमा टिकटक युट्युबमा चाहियो भने म हालिदिनेछु। यस्तै हो हाम्रो समाज भनेको, विदेश जानै पर्छ, लङ टाइम बस्नै पर्छ, किनकि घरमा बसेर पनि काम हुँदैन। अब बुढो भएको आमा बाउलाई साथ दिन सकिँदैन, नेपालीको जिन्दगी यस्तै हो भनेर आफ्नो मन बुझाउनु होला। अब नेक्स्ट